नमस्ते, मेरो संसारको भिडियो ब्लगबाट तपाईलाई स्वागत छ। नयाँ बानेश्वरमा लोकतान्त्रिक संस्थाहरूमाथि भएको प्रहरी दमनपछि अहिले म आइपुगेको छु न्यू रोडमा। न्यू रोडमा अहिले पुरै सडक प्रदर्शनकारीहरू तथा बटुवा तथा तमासीहरूको भिडले भरिएको छ। र यहाँ एउटा प्रहरीको गाडी छ, ढुङ्गामुढाबाट पुरा बस्ने हिसाबले बनाइएको छ यो। अहिले न्युरोडको धर्मपथबाट सिद्धिचरण चोकतिर प्रहरीहरू दौडिँदैछन्। त्यहाँ केही प्रदर्शनकारीहरूले नारा लगाइरहेका देखिन्छन्। र त्यही प्रदर्शनकारीहरूलाई दमन गर्न प्रहरीहरू त्यसतर्फ दौडिरहेका हुन्। यी युवती नागरिक आन्दोलनका एक सक्रिय सदस्य हुन्। सात तलको माघ 7 गते हुन लागेको विशाल प्रदर्शनलाई कर्फ्यू लगाएर रोकेपछि त्यसको भोलिपल्ट माघ 8 गते यस्तो प्रहरी दमन भइरहेको हो। चोक चोक गल्ली गल्लीमा प्रहरीहरूको उपस्थिति देखिन्छ र त्यसै गरी चोक चोक गल्ली गल्लीमा नाराबाजी भइरहेको छ प्रदर्शनकारीहरूबाट। प्रहरीहरू अगाडि बढेपछि यो भिड एकातर्फ लाग्थ्यो भने प्रहरीहरू हटेपछि फेरि त्यो भिडले नाराबाजी गर्न थालिहाल्थ्यो। त्यसरी प्रहरीलाई हैरान बनाइएको थियो प्रदर्शनकारीहरूले।
तपाईँले देख्दै हुनुहुन्छ ब्लगर नेपालका ब्लगर लाइभ पडकास्ट गर्दै। माघ 8 को भिडियो ब्लगको पहिलो भाग यही समाप्त भएको छ। अर्को भाग हेर्न नभुल्नुहोला। धन्यवाद। दाजुभाइ दिदी बहिनी हामी खेलिदिउँ निरङ्कुशको डरै समेत पानी। राजा उठ्दैछन् जनता उठ्दैछन् जनता लोकतन्त्र ल्याउनलाई अब